हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज मेरो हातमा एउटा लट्ठी छ। एउटा लट्ठीले एकजना मान्छेले कुन्न जाँदैछु केटा हो। हेर यसरी फुल झर्छ क्या अनि आनन्द आउँछ। यहाँ टक्क लाएर यस्तो फुल फुलेको छ होइन, यसरी हान्दाखेरि यसरी झर्छ क्या। देख्यौ केटा हो, यस्तो हुन्छ गाउँतिर। तपाईहरुलाई म एउटा चीज देखाउन चाहन्छु। त्यो चीज हो एउटा चीज हो मिठो राम्रो एकदमै बबाल चीज छ हैन। त्यो चाहिँ तपाईहरुले हेरेर साथ दिनु होला है त। यो चाहिँ खाने कुरा हो हैन। यो चाहिँ सेत्रो भन्छ यसलाई चाहिँ। यसको यो पनि खान मिल्छ र पछि कालो भएपछि अरू पनि खान मिल्छ क्या। एकदम मिठो हुन्छ यो खानालाई, एकदम टेस्टी हुन्छ है यस्तै। यसरी खानुभयो। धेरै वर्षपछि चाहिँ म फेरि ब्लग सुरु गरिरहेको छु। अनि काठमाडौँ बस्यो 2-3 वर्ष बस्यो हैन। तर सोचेको जस्तो केही पनि हुन सकेन। अनि फेरि गाउँमा आएर ब्लग सुरु गरिरहेको छु। पनि अब म अझै कोसिस गर्नेछु, अझ रेगुलर ब्लग दिन कोसिस गर्नेछु। तपाईहरुलाई हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। गाउँ आएदेखि चाहिँ यहाँ यस्तोमा घाउ भएर औषधि पनि लगाएको छु हैन। रुगाखोकी पनि लागिरहेछ। गाउँमा पुरै भाइरल ज्वरोले गर्दा मान्छे सबै तनावग्रस्त छ क्या। बिरामी एउटा घरमा एकजना बिरामी छ आजकलको अवस्थामा है। स्वास्थ्य चौकीमा औषधिहरू पनि खासै उपलब्ध छैन। अनि आज चाहिँ म जाँदैछु मल बोक्नलाई। हाम्रो चाहिँ पहिला स्याउ फर्म छ क्या उतातिर, यहाँ नजिकै छ हैन। अनि त्यहाँ चाहिँ म मल बोक्न जाँदैछु आज त्यहाँ। अनि भोलि चाहिँ म पनि छर्ने भन्दैछ। म अहिले त्यहाँ हिँडिरहेको छु। यो चाहिँ हाम्रो झिग्रा भन्छ। यो चाहिँ काँराहरू काटेर यहाँ बारेको हुन्छ होइन। किनकि मान्छे चाहिँ छिरिहाल्छ, पशुवस्तु नजाओस् भनेर तलि बाली संरक्षणको लागि चाहिँ यो हो। अनि यहाँबाट चाहिँ अहिले म जाँदैछु अब तल टक्क लगाएर आइसेट। ल यहाँबाट देखिन्छ स्याउ फार्म है। यो चाहिँ हाम्रो पुरै 200-300 बुटा छ होइन। पहिला पनि यो ठाउँमा आएर मैले भ्लगहरू गरिरहेको हुन्थेँ। तपाईँहरू नै पुरानो भ्युअर्सहरू 1-2 जना हेर्दै हुनुहुन्छ भनेपछि थाहा होला यो ठाउँको बारेमा होइन। यहाँ चाहिँ 5 वर्ष पहिले चाहिँ मेरो च्यानल पनि त्यही 4-5 वर्ष पुरानो नै हो होइन। त्यतिखेर चाहिँ मैले यहाँको साना स्याउको बुटाहरूको भ्लग चाहिँ हालिरहेको हुन्थेँ कि टक्क पानी लगाएको होइन, स्याउ कटिङ गरेको त्यो भ्लग चाहिँ हालिरहेको हुन्थेँ। अनि अहिले चाहिँ हाम्रो यो वर्ष चाहिँ अब राम्रो फल्छ होला। पोहोर पनि अलि फल्यो रे होइन। यो वर्ष पनि बबालै फल्छ होला जस्तो लागिरहेछ। ओखर चाहिँ मैले पहिला नै लगाएको हो होइन। यो चाहिँ धेरै वर्ष भइसक्यो, 8-9 वर्ष भइसक्यो, तर अहिलेसम्म फलेको छैन। यो यसलाई चाहिँ डोको भन्छ है त साथीहरू, थाहा छैन नि। यसलाई डोको भन्छ, यसलाई नाङ्लो पनि भन्छ होइन। अनि यो भित्रको मल चाहिँ हामीले सबै निकालेर यहाँ हालेर यहाँबाट लगभग 15-20 राउन्ड चाहिँ बोकेर चाहिँ यो खेतमा लगाउनु पर्ने हुन्छ। यो पुरै देख्न सक्नुहुन्छ है। यो पुरै स्याउहरू हो। यो पुरै यहाँ भ्यू पनि आज क्लियर देखिरहेको छैन किनकि मौसम पनि क्लियर छैन। पानी पर्ला जस्तो लागिरहेछ, हुस्सो लागिरहेछ। माथि डाँडामा है, यो डाँडातिर यारसकुममा पाइन्छ केटा हो। यारसकुममा टिप्ने भए आउनु होला। यहाँ आउँदै हुनुहुन्छ यहाँ चाहिँ होइन, दाउरा लिएर टक्क लाएर। यो भित्र चाहिँ मल हुन्छ यहाँभित्र। माथि घाँस रहेछ, तलि मल रहेछ। त्यो भएर चाहिँ यस्तो जोस् त्यसको धुलो चाहिँ नाकमा आइरहेको छ होइन। यसलाई चाहिँ अब व्यवस्थापन गर्नुपर्छ एकछिनमा। डोकोमा प्याक हुँदैछ है भित्रबाट मल चाहिँ। यो डोकोमा प्याक हुँदैछ। यो डोको भरि गरेर बोक्नुपर्ने हुन्छ एकछिनमा। हलुङ्गो रहेछ ए। यसरी बोक्ने स्टाइल यसरी टक्क लाएर आइसेट। एक डोको मल बोकेर केटो लाग्यो फाल्न। अब यहाँबाट ठक्क लाएर होइन। अलि भिरालो पनि छ, यो लोट्न पनि सक्ने सम्भावना हुन्छ। यो डोकोको मल चाहिँ हल्का छ होइन, तर यो नाम्लो चाहिँ अलि लामो भएको अवस्था छ। अब म यो जहाँसम्म आफूलाई कम्फर्टेबल हुँदैन त्यही म फालिदिन्छु यो मललाई है। टक्क लाएर यो स्याउहरू पनि ठुल्ठुला भइसकेको छ। यहाँ ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। यो चाहिँ अहिले एक डोको फलेको अरे यो बुटा चाहिँ। अनि ठक्क लाएर है गाउँघरको अब यस्तै हो स्थिति होइन। आइसेट ठक्क लाएर ल म यहीँ फाल्छु होला सायद। यो कालो माटोमा भनेपछि फाइनल्ली फाल्नुपर्ने चाहिँ यतै हो जस्तो लाग्छ मलाई, जहाँसम्म लाग्छ। कालो माटो भनेपछि यसलाई अब यहीँ फालिदिउँ है ड्याम्म लाएर। फेरि डोको लड्ने सम्भावना हुन्छ क्या, यस्तो भिरालो छ जग्गा। त्यही भएर बिस्तारै राख्नुपर्ने हुन्छ। कालो माटो भनेपछि यही हो। ड्याम्मै यहाँ राख्थ्यौँ। यहाँ टक्क लाएर यसरी फाल्नुपर्छ यसलाई है।
अनि कुदिहाल्ने क्या यस्तरी टक्क झ्याप 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 यस्तरी कुद्नु पर्छ छिटो। साथीहरू यो चाहिँ 2 टिप भइसकेको छ। अब अघि 1 अहिले 2 होइन। एउटालाई झ्याम्मै हान्थ्यो। अघिको भन्दा यो चाहिँ अलि राम्रो खालको मल रहेछ। अलि गरुङ्गो पनि भयो है। यो चाहिँ अलि राम्रो खालको रहेछ। यस्तो छ क्या रुख यत्रो भइसक्यो यहाँ। अहिले चाहिँ एप्पलको दाना कत्रो हुन्छ म तपाईँहरूलाई देखाउँछु। यो चाहिँ यत्रो छ दाना। अब भदौतिर चाहिँ यत्रो हुन्छ लगभग यत्रो हुन्छ है यो सबै। अनि यस्तो हुन्छ यो हानको चाहिँ तल झुक्छ क्या। यसमा चाहिँ टन्नै दाना लागेको रहेछ। यसमा पनि छ एप्पलको दाना यत्रो हुन्छ है। नदेखेकाहरूले टक्क बुढा रहेछ है। अङ्गुर पनि यहाँ टक्क फलिरहेको छ भन्नाले नि हरियो भइरहेको छ भनौँ न। फल्न चाहिँ अझ बाँकी नै छ। असार साउनतिर फल्छ होला। अनि माथिको चाहिँ ओफरीको रुख है। यहाँ ओफरी पनि साना साना लागेको छ। ठुलो छ यो रुख चाहिँ कटिङ गर्नुपर्ने छ। अब यो हिउँदमा कटिङ गर्नुपर्छ। अनि यो टक्क सिन यस्तो देखिन्छ है यहाँबाट। टुङ 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 टुङ। गाउँ रहेछ होइन। यो गाउँको चाहिँ यत्रो भाला लागेको छ क्या। कहीँ छैन तर एउटा बोटी मात्रै छ यहाँ। यसको चाहिँ भाला लागेको छ यत्रो। अहिले चाहिँ यहाँ 2 डोका भरि भइसकेको छ। घरबाट अर्को भाइ आउँदैछ बोक्नलाई। 4 राउन्ड फालेर आइसकेको अवस्था छ। अनि यहाँ अर्को कामदार पनि आइसकेको छ। कामदारले मैले कल गरेर मगाएको थिएँ। यो पनि आइसकेको छु। अब चाहिँ हामीले लगातार झ्याम झ्याम फालेर झ्याम झ्याम हिँड्नुपर्छ है। कसले यहाँ पिसाब फेरेछ होइन। यही होला पिसाब फेर्ने त जाँच्ने कार्यक्रम भइरहेको छ। डोको मल चाहिँ बोकिरहेको अवस्था छ होइन। एकदम गरुङको पनि भइरहेको छ। अनि यहाँबाट म चाहिँ अब लागि छिटो आऊ है बेटा छिटो छिटो। कहाँ हुन्छ लसुन प्याजहरू पनि टनक्कै लगाएको छ है। यो सब चाहिँ फेरि मैले लगाएको होइन बाउले लगाएको हो होइन। म चाहिँ गाउँ आएको भर्खर भएको। ओहो यहाँ पनि रहेछ गाउँ। हेर त एकै ठाउँ मात्र गाउँ। उसले पनि त्यहाँ फाल्दैछ है टक्क लाएर झ्याम 1 2 3 फाल्यो। त्यसपछि हिँड्छ चोती है। चोतीको फुल यो चाहिँ। ओ डोल्पाली लाइफ स्टाइल यस्तो गरुङ्गो बोक्नुपर्छ। यहाँ हिलो छ। किलो छ। आज केटोको मन्टो भाङ्गिन्छ। मन्टो भाङ्गिने मेरो यहाँ आउँदैछ। मन्टो भाङ्गिने। अहिले चाहिँ यहाँ म मल खन लगाइरहेको छु होइन। यस्तो हिलो देख्न सक्नुहुन्छ। भक्का हान्नुपर्छ। गाह्रो छ। हात चाहिँ यस्तो भइसकेको अवस्था छ। यहाँ गाउँमा काम गरेको हात है यस्तो भइसकेको अवस्था छ। यहाँ पुरै कालो न कालो होइन। यहाँ ओहो नल यहाँ गाडेर सबै सकिसकेको अवस्थामा यहाँभित्र नलै नल छ। अहिले चाहिँ मम्मीले बोक्दै हुनुहुन्छ होइन। मैले चाहिँ खनेर पनि सकिसकेको अवस्था छ। अब फाइनली हाम्रो काम चाहिँ सकिसकेको अवस्था छ होइन। मैले चाहिँ बोकेर पनि मल खने। अनि अहिले चाहिँ हात खुट्टाहरू कालो भएर चाहिँ अब यो पाइप लाइन छ। यो पाइप लाइनको सिधै उता गएर अनि पानी छैन रहेछ यसमा पनि छैन। अनि कुनमा छ त यो चाहिँ दाँते ओखरको रुख है। यत्रो हुन्छ है दाँते ओखरको रुख हो। गोरु छैन। यसको चाहिँ हाम्रोतिर कस्तो हुन्छ भन्दाखेरि यसको नाक छ नि यो जुन नाक यो नाकलाई चाहिँ डोरीले बाँधेर अनि तान्छ क्या। नत्र कन्ट्रोल गर्न सकिँदैन क्या यत्रो गोरुलाई। अनि यसको नाक देख्न सक्नुहुन्छ नि त यहाँ तपाईँहरूले। यो नाकलाई चाहिँ छेरेर होइन फलामले छेरेर अनि त्यो डोरो मिलाएर अनि सुरुमा सताउँदाखेरि चाहिँ तान्ने गर्छ क्या। भाग्यो केटो यस्तो फटा हुन्छ कि यस्तो गर्ने बित्तिकै कहाँ जान्छ यो फुल। हामी बच्चामा हुँदाखेरि फुललाई चाहिँ हामी यसरी टिप्थ्यौँ। डाँडामा गयो अनि दिनभरि काम हालेर बेलुका चाहिँ अब अहिले चाहिँ 4 बजिसकेको छ। र यो घाँस यसलाई चाहिँ नल भन्छ है। फापरको नल हो। यो चाहिँ लिएर घरमा जानुपर्ने हुन्छ यहाँबाट। आजको मौसम चाहिँ यस्तो छ है। पानी पर्न लाग्को छ है टक्क।